बुझ्नुभछ? अब तपाईहरु सबैजनाले 10 पद हेर्नुहोस्। प्रिय, यो कलसीको पुस्तक जब तपाईले हेर्नुहुन्छ, यो पावलको एउटा प्रार्थना हो। पावलले चाहिँ यो भरि नै प्रार्थना गरेको हामी देख्न सक्छौँ। त्यसकारणले तपाईले बाइबलमा हेर्नुभयो भने 1 अध्यायको 3 पदमा के लेखेको छ? कलसीको पुस्तक 1 अध्यायको 3 पदमा के लेखिएको छ? यसो लेखेको छ, तिमीहरूको निम्ति प्रार्थना गर्दा हामी आफ्ना प्रभु येशू ख्रीष्टका पिता परमेश्वरलाई के गर्छौ? सधैँ धन्यवाद चढाउँछौ। भनेपछि पावलले चाहिँ यो पद सुरु गर्ने बेलामा उनी भन्छन् कि हामी जब प्रार्थना गर्छौं तब हामी पितालाई के गर्छौं? सधैँ धन्यवाद चढाउँछौ। यसको मतलब यो अंश, यो जति हामीले अहिले पढेका छौं, यो अंश चाहिँ पावलको के हो भन्दाखेरि प्रार्थनाको एउटा के हो? भाग हो। 1 अध्यायको 9 पदमा हेरौँ त, त्यहाँ पनि अहिले पावलले प्रार्थना गरेको हामी देख्छौँ। यसकारण त्यहाँ बाइबल हेर्नुहोस्, यसकारण हामीले त्यो सुनेको दिनदेखि उहाँको इच्छाको ज्ञानले सारा आत्मिक बुद्धि र समझमा तिमीहरू पूर्ण हो भनेर बिन्ती गर्दै तिमीहरूको निम्ति प्रार्थना गर्न छोडेका छैनौ। यसको मतलब पावलले कलसीका विश्वासीहरूको लागि के गरिरहेका छन्? निरन्तर प्रार्थना गरिरहेका छन्। त्यसकारणले यो मैले अहिले जो पढे